आजको दिन निकै रमाइलो र महत्त्वपूर्ण रह्यो। कोरियन एम्बेसीले चाहिँ एउटा चाहिँ कोरियन खानाको चाहिँ एउटा चाहिँ फेस्टिभल जस्तै एउटा कार्यक्रम गरेको थियो, जहाँ विभिन्न नेपालीहरूलाई चाहिँ आमन्त्रण गरेको थियो र त्यहाँ चाहिँ हाम्रो चाहिँ आदरणीय राजदूत सर र म्याडम दुवैजना हुनुहुन्थ्यो र अरू सबै नेपाली साथीभाइहरूसँग भेटेर कोरियन खाना जुन चाहिँ हामीले चाहिँ कोरियामा हुँदाखेरि प्राय खाइरहेको थियौँ र यहाँ नेपाल आएपछि धेरै समयसम्म त्यो अवसर प्राप्त भएको थिएन। धेरै हाम्रो अब परिवेशको कारणले पनि होइन, तर आज चाहिँ ती सबै कुराहरू चाहिँ फेरि एउटा चाहिँ सम्झनाको रूपमा चाहिँ हामीले चाहिँ एउटा चाहिँ रमाइलोसँग सम्झिने अवसर प्राप्त गऱ्यौँ। यहाँ चाहिँ हाम्रो चाहिँ म्याडम एम्बेसडरसँग सानो गफ गर्ने क्रममा चाहिँ रमाइलो गफ भयो र हामीसँग एकदम हाँस्यौँ पनि। यसमा चाहिँ मैले चाहिँ के कुरा भनेको थिएँ भने हामीले चाहिँ त्यहाँबाट चाहिँ एउटा चाहिँ सुप बाँडिएको थियो। त्यो सुपलाई चाहिँ मियोगो भनिन्छ होइन। जेनरली यो सुप चाहिँ कोरियामा चाहिँ सुत्केरी भएको महिलालाई चाहिँ दिने गरिन्छ यो सुप चाहिँ र खुवाउने गरिन्छ। अनि मेरी बुढीले चाहिँ मैले चाहिँ यो सुप चाहिँ मेरी छोरी जन्मिँदा छोरा जन्मिँदा चाहिँ एकदम धेरै खाएको थिएँ भनिन्। अनि मैले त्यही बेलामा चाहिँ उनले त खाइन्, तर मैले उनलाई चाहिँ खुवाएको, धेरै किनेर ल्याएर खुवाएको हो भनेपछि चाहिँ अनि त्यहाँ चाहिँ म्याडम एम्बेसडर मजाले हाँस्नुभयो। हो नि, त्यो गर्नुपर्छ नि, कोरियन कल्चर, कोरियामा चाहिँ त्यस्तो बुढाले खुवाउनुपर्छ, गर्नुपर्छ भन्ने कुरा दोहोऱ्याउँदै हामीलाई हँसाउनु भयो र हाँस्नु भयो। रमाइलो लाग्यो संवादहरू। यो निकै अविस्मरणीय एउटा क्षण जस्तै भयो हामीलाई।